Guys, good afternoon everyone. हामी चाहिँ आज यहाँ खोपासीको जङ्गलमा काफल खान आइरहेका छौँ। हाम्रो साथमा चाहिँ अभिषेक भाइ पनि छ। सिमसिम पानी पनि परिरहेको छ। म चाहिँ रुखमा चढिरहेको छु यसरी। तर काफल खान मिठै मजा आउला जस्तो छ आज। काफल हेर्दाखेरि पनि यस्तो मस्त रमाइलो छ हैन? अहिलेसम्म कोही पनि नआएको ताजा भयो। कोही पनि आएको छैन यो रुखमा चाहिँ। हेरौँ है काफलको बोट। इंग्लिश नेम के रे भाई इसको? ब्लूबेरी। के? ब्लूबेरी। ब्लूबेरी? वाओ, ब्लूबेरी। डू यू नो ब्लूबेरी? अब यो भिडियो मात्र खिचेर भएन, काफल पनि टिप्नु पर्यो है। अब यसको लागि चाहिँ के गरौँ भन्दाखेरि हामी अब काफल टिप्ने लगभग तम तयारीमा छौँ। हामीलाई झोला पनि बोकेर आएको छ काफल टिप्नुको लागि भनेर। झोला चाहिँ पाल परेर गाँठो पारेको छ। देशी जुगाड। वाओ, ब्युटिफुल नेचर। यो चाहिँ एकदमै मनमोहक दृश्य पनि देखिन्छ यहाँबाट। यो चाहिँ वर्षमा एकचोटि मात्रै खान पाइन्छ। दुर्लभ फल। यस्तो नेपालको सौन्दर्य यति रमाइलो छ कि, यति आनन्ददायक छ कि। हेरौँ है काफल। देश विदेशमा बस्नुभएका काफल खान पाउनु भएको छैन होला तपाईँहरूले त। यी काफल यस्तो हुन्छ नेपाल काफल। एकदम आनन्द छ। मौसम पनि एकदम रमाइलो मौसम छ। शीतल शीतल भइरहेछ अहिले हैन? पानी पनि रह्यो। झोला पनि भर्न पर्यो, मुख पनि भर्नु पर्यो, खानु पनि पर्यो, पेट पनि भर्ने। अब सबै थोक गर्ने। त्यसको लागि चाहिँ अब यो भिडियो यतिसम्म गरौँ। अहिले यति गरौँ। बाँकी कुरा अब भोलि पर्सितिर पनि हेर्दै जाउँला हामी। यस्तो चाहिँ हामीले यो भ्लग बनाइरहन्छौँ। त्यस कारणले हाम्रो च्यानललाई हेर्दै गर्नु होला। वन जङ्गल अनि हरियाली डाँडा पाखाको चाहिँ अब हेर्न मन छ भने चाहिँ हामीले कमेन्ट पनि गरौँ होला। हामी त्यही अनुसार यसको संरक्षण पनि गर्नुपर्छ। यसको संरक्षण हाँगा भाँच्नु हुँदैन, रुख काट्नु हुँदैन, बरु झारेर खाउँ, सबै नागरिकको पहिचान दिउँ। कुरो यति हो। हामी यति सन्देश दिनको लागि चाहिँ हामीले यो भिडियो बनाइरहेका छौँ हैन? अब भिडियोलाई आज यही अन्त्य गरौँ हैन? तपाईँ सबै नागरिक हुनुहुन्छ भने एक लाइक गर्नु, बस 2 सब्स्क्राइब 3 शेयर 4 कमेन्ट। ओके बाई। काफल खाएपछि जङ्गलबाट हामी झर्दैछौँ। है जङ्गल काफल छ यी। दुई ठाउँमा पाल पऱ्यो गाइस, काफलको झोलामा पाल पऱ्यो हैन? यसरी झर्नुपर्छ। बिस्तारै झर्नुपर्छ। फेरि लर चिप्ने भन्दा तलतिर पुगिन्छ एकैचोटि। म चिप्ने एकचोटि। क्यामेरा कैद हुनु पाएन। बाटो डेन्जर छ। यसरी रुख समात्दै तलतिर झर्नुपर्छ। नत्र त फेरि सिधै मास्तिर पुगिन्छ। कस्तो लागिरहेछ भन आएर तिमीलाई? टन्नै छ त्यहाँ? अलिअलि हो। ल त्यसो भए अब यो काफल पनि खाइयो, अलिअलि टिप्यो पनि। ल टिपौँ त टिपौँ। खल्लो त मजा भएन नि। तितो मलाई तितो त टिप्नु भएन नि यार। आहा ल डाँडा पाखा हरियाली वन जङ्गल हेरौँ है साथीहरू। कस्तो रमाइलो। हामी चाहिँ अब वनबाट फर्क्यौँ होइन? भिडियो खिचिरहेको छु मैले। प्लास्टिक फेरि पनि पाल परेर काफल चाहिँ बाटो देखाएको थियो। 2टा बोट देखायो, फेरि प्लास्टिक पाल परेर ओहो चिप्लो यार। बाटो चिप्लो, रातो माटो चिप्लो बाटो भने जस्तै छ यो चाहिँ। अनि बाटो निर्माण कार्य हुँदैछ। अब हामी गाउँतिर प्रवेश गर्दैछौँ। बाटो साह्रै चिप्लो छ है। बिस्तारै आउनुपर्छ। सडक निर्माण काम हुँदैछ यहाँ। ल कता हिँडेको बिजुली बालेर
हट भएर पट भएर ए ड्युटी भएर ऊ भाइ नि स्कुलबाट आउँदैछ। यस भाइ स्कुल पढेर आएको। अब कति कक्षा पढ्यो पनि के पढ्यो आज। भाइ व्हाट इज योर नेम? ओ भाइ के हो तिम्रो नाम के हो? हजुर जेनिस के? यता हेर न कति कक्षा पढ्छौ तिमी? कुन स्कुल? तल्लो स्कुल हो। श्रीमावे कि बाल आदर्श? बाल आदर्श। ल अनि आज के पढ्यो त? होमवर्क छ कि छैन? भाइ पनि बोल्न मानेन। यो छोरा बोकेर हिँड्दा चाहिँ केटो गोले रे गोले हो। अब गोलेले गर्छ। गोले हो गोलेले बोलेन। गोले बोल्नै गाह्रो मानो।